आमामा भोक यस्तो लागेको थिएन। यहाँनिर पुरै फलफुल देख्यो क्या बखडा आम्मा पाकेको जस्तो थियो र खानु आएको तितो छ यार रातो रातो छ पाकेको जस्तो छ यस्तो छ तितो छ त फेरि यार कसको हो पुरै जङ्गलको बिचमा रहेछ है भोक लागेर पसिनाले मर्ने बेला छ यति टिपेर यति बनाएको छु बखडा बखडा के भन्छ पल्म्स के भन्छ इङ्ग्लिसमा त्यही हो खासै पाक्ने बेला भएको छैन क्यारे के यस्तो त है ओइ ए पुरै बारीहरू छ मान्छेहरू बसाइ गएको रहेछ यो चाहिँ झिम्दै रहेछ यो बोट चाहिँ फलिरहेको रहेछ पसिनाले मर्ने बेला भएको छ यार ओह अब जान्छु यति बनाएको छु यति भयो बाटोमा खाँदै खाँदै जान्छु